सम्पूर्णलाई यो भिडियोमा स्वागत छ। आज मैले कनेक्ट आइपिएसको बारेमा कुरा गर्दैछु। हामी सबैसँग ब्याङ्क खाता त छ होइन? हामी सबैले मोबाइल ब्याङ्किङ पनि प्रयोग गर्छौँ, अरू वालेटहरू पनि प्रयोग गर्छौँ। तर यो कनेक्ट आइपिएस भन्ने टुल चाहिँ थाहा नहुँदाखेरि हामीले कहीँ न कहीँ हामीले एउटा इम्पोर्टेन्ट डिजिटल प्लेटफर्म चाहिँ मिस गरेर आएको छौँ जस्तो लाग्छ मलाई। र त्यही भएर मैले यो कनेक्ट आइपिएस भनेको के हो, यसलाई कसरी प्रयोग गर्ने र यसको फाइदाहरूको बारेमा पनि म कुरा गर्नेछु र यसबाट कसरी चाहिँ हामीले रजिस्टर गर्नेदेखि लिएर कसरी प्रयोग गर्ने त्यो पनि म देखाउन गइरहेको छु। सुरुमा कुरा गरौँ यो कनेक्ट आइपिएस भनेको के हो? यो चाहिँ नेपाल क्लियरिङ हाउस भनेको चाहिँ नेपाल राष्ट्र ब्याङ्कले मान्यता दिएको र नेपाल सरकारले चाहिँ प्रमोट गरेको एउटा संस्था हो जसले चाहिँ थुप्रै यसको प्रडक्ट्सहरू छ हामीले हेर्न सक्छौँ र योमध्ये पनि कनेक्ट आइपिएस चाहिँ विशेष गरी यो इन्डिभिजुअल युजरहरूलाई इन्डिभिजुअल ब्याङ्क खाता जुन हामी संस्थागत बाहेक हामी जुन नेचुरल पर्सनको ब्याङ्क खाता छ त्यहाँ लिङ्क गरेर हामी यसबाट भुक्तानी गर्न सक्छौँ। यसलाई चाहिँ विभिन्न ब्याङ्कहरू चाहिँ एकै ठाउँमा एउटै प्लेटफर्ममा लिङ्क गरेर भुक्तानी गर्न सहज बनाउन सकिन्छ। र अब यसको कनेक्ट आइपिएस भनेको के हो त भन्दाखेरि यसको सिधा काम भनेको चाहिँ सिधै ब्याङ्क खाताबाट यसले पैसा चाहिँ भुक्तानी गर्छ होइन? यो अरू जस्तै ई-सेवा, खल्ती जस्ता वालेटहरू जस्तो छुट्टै यसमा चाहिँ पैसा लोड गर्नु पर्दैन। सिधै ब्याङ्कमा जति छ ब्यालेन्स त्यसबाट यसले सिधै तानेर चाहिँ जहाँ पेमेन्ट गर्नुपर्ने हो त्यसलाई पेमेन्ट गर्ने हो होइन? र यसलाई चाहिँ हामी वेब पोर्टल भनेको मतलब चाहिँ ब्राउजरमा होइन वेबको माध्यमबाट पनि प्रयोग गर्न सक्छौँ अथवा मोबाइल एप मार्फत पनि चलाउन सकिन्छ। अब कनेक्ट आइपिएस किन युज गर्ने त आजको दिनमा भन्दाखेरि अब हामीसँग मोबाइल ब्याङ्किङ छँदैछ होइन? ई-सेवा, खल्ती, आइएमपी जस्ता वालेटहरू पनि छँदैछन्। अब यो हुँदाहुँदै फेरि हामीले यो कनेक्ट आइपिएस किन प्रयोग गर्नुपर्छ भनेर मेन गरी हामीले बुझ्नुपर्नेछ। अब यसको पहिलो नम्बरमा चाहिँ जस्तै वालेट नचाहिने भनेको छ होइन? वालेटमा चाहिँ हामीले पैसा लोड गर्नुपर्छ। यी सेवाबाट हामी कतै भुक्तानी गर्दैछौँ भने हामीले चाहिँ त्यहाँ पैसा वालेट सुरुमा लोड गर्नुपर्छ होइन? तर यो कनेक्ट आइपिएसमा ब्याङ्क लिङ्क गरिसकेपछि चाहिँ यसबाट पैसा लोड गर्नु पर्दैन होइन? सिधै ब्याङ्क खाताबाटै कारबार हुन्छ। र एउटै लगइनमा हामीले यसको अर्को फाइदा भनेको चाहिँ के हो भन्दाखेरि तपाईँको मल्टिपल ब्याङ्क खाता छ भनेपछि एउटा कनेक्ट आइपिएसमा मल्टिपल ब्याङ्क खाता लिङ्क गर्न सकिन्छ होइन? यसो गर्दा के हुन्छ भने सिङ्गल च्यानलबाट तपाईँले मल्टिपल ब्याङ्क खाताबाट मल्टिपल चाहिँ तपाईँको भेन्डर र बिल्सहरूमा तपाईँले पेमेन्ट गर्न सक्नुहुन्छ। यो भनेको पहिलो फाइदा हो है। अब दोस्रो फाइदा भनेको चाहिँ लो फी भनेको छ। सिन्स यो चाहिँ गभर्मेन्टले चाहिँ प्रमोट गरेको संस्था हो होइन? पेमेन्ट अपरेसन गर्नको लागि चाहिँ लाइसेन्स दिएको संस्था भनेपछि यो अफकोर्स यो एकदमै सस्तो छ। तपाईँले मोबाइल ब्याङ्किङ मार्फत पठाउनु भयो भने मिनिमम ₹10 काट्छ होइन? फन्ड ट्रान्सफर गर्नुपर्ने। एउटै ब्याङ्कमा त काट्दैन तर डिफ्रेन्ट ब्याङ्कमा आफ्नो ब्याङ्कभन्दा बाहेकको ब्याङ्क पठाउनु भयो भने मिनिमम चार्ज नै ₹10 छ। भनेपछि यसमा चाहिँ एकदम कम छ। जस्तै ₹500 एकछिनमा हामी फीको कुरा नि हेर्छौँ होइन? यसमा चाहिँ 500 सम्मकोलाई फ्रीमा र 500 देखि 5000 सम्मलाई ₹4 त्यसपछि त्योभन्दा बढी 5000 भन्दा बढीलाई ₹8 शुल्क लाग्छ होइन? त्योभन्दा बढी लाग्दैन। भनेपछि यो के भयो भन्दाखेरि लो फीमा हामीले ट्रान्सफर गर्न सकिने भयो, पैसाहरू पठाउन सकिने भयो होइन? त्यसैगरी अर्को तेस्रो महत्त्वपूर्ण फाइदा के हो भन्दाखेरि चाहिँ यसमा चाहिँ हाई लिमिट छ होइन? जस्तै मोबाइल ब्याङ्किङमा तपाईँले ट्रान्सफर गर्नुभयो भने डेली लिमिट त्यो 2-3 लाख मात्रै पाइन्छ मोबाइल ब्याङ्किङबाट होइन? मोबाइल ब्याङ्किङ तपाईँले कसैलाई पैसा पठाउनु भयो भने त्योभन्दा बढी पठाउन सक्नुहुन्न 1 दिनमा। भनेपछि यसमा चाहिँ 20 लाखसम्मको होइन? वेब मार्फत मतलब तपाईँले ब्राउजरमा लगइन गरेर चलाउनु भयो, ल्यापटपबाट चलाउनु भयो अथवा मोबाइलबाटै पनि ब्राउजरबाट चलाउनु भयो भने तपाईँले 20 लाखसम्मको यसमा लिमिट पाउनुहुन्छ। मतलब 20 लाखसम्म ट्रान्सफर गर्न सक्यो होइन? यदि एप हो भने 2 लाखसम्म मात्रै पाइन्छ। तर ब्राउजर युज गऱ्यो भने 20 लाखसम्म पाइन्छ। यो भनेको अर्को महत्त्वपूर्ण फाइदा हो होइन? यसरी चाहिँ कनेक्ट आइपिएसको बारेमा तपाईँलाई थाहा छैन भने यो 3वटा मेन बेनिफिटहरू चाहिँ छ। त्यही भएर तपाईँले आजको दिनमा कनेक्ट आइपिएस युज गर्नुपर्छ होइन? अब कसरी प्रयोग गर्ने अथवा अब यसलाई चाहिँ कसरी लिङ्क गर्ने भन्ने कुरा चाहिँ अब म भन्न गइरहेको छु। सुरुमा त तपाईँले कनेक्ट आइपिएस को वेबसाइटमा गएर होइन एनसिएचएलको वेबसाइटमा गएर तपाईँले रजिस्टर गर्नुपर्ने हुन्छ होइन? त्यसपछि तपाईँले रजिस्टर गरिसकेपछि तपाईँले मोबाइल एपबाट पनि प्रयोग गर्न सक्नुहुन्छ। मोबाइल एपबाट पनि रजिस्टर गर्न सकिन्छ होइन? अब म चाहिँ यहाँ एकछिनमा ल्यापटपबाट कसरी रजिस्टर गर्ने देखाउन गइरहेको छु। र त्यसपछि तपाईँको ब्याङ्क अनुसार होइन कति ब्याङ्कले चाहिँ सेल्फ भेरिफिकेसनको अप्सन पनि दिएको छ। कतिले चाहिँ ब्याङ्कमै गएर भेरिफाई गर्नुपर्छ होइन? आफ्नो ब्याङ्क अनुसार सोधेर तपाईँले भेरिफाई गर्न सक्नुहुन्छ र आफ्नो ब्याङ्क चाहिँ लिङ्क गरिसकेपछि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ, लगइन गरेर चलाउन सकिन्छ। अब यसमा चाहिँ मैले सरसर्ती यसको बारेमा के कुरा गर्न गइरहेको छु होइन?
सबभन्दा पहिला चाहिँ म यसको ट्रान्जेक्सन लिमिटको बारेमा कुरा गर्छु। ट्रान्जेक्सन लिमिट चाहिँ हेर्न सक्नुहुनेछ। अनलाइन च्यानल भनेको वेब मार्फत है, ब्राउजर मार्फत लगइन गर्नुभयो भने तपाईँले एकचोटिमा 20 लाखसम्मको ट्रान्जेक्सन गर्न सक्नुहुन्छ होइन। म्याक्सिमम् 20 लाख पठाउन सक्नुहुन्छ एकचोटिमा। र 100 चोटि चाहिँ तपाईँले एक दिनमा 100 चोटि कारोबार गर्न सक्नुहुन्छ होइन। त्यो भनेको म्याक्सिमम् पर डे भनेको 20 लाख हो। त्योभन्दा कम गर्नुभयो भने तपाईँले म्याक्सिमम् 100 टाइम्ससम्म कारोबार गर्न सक्नुहुन्छ भने मोबाइल च्यानल भनेको चाहिँ एप मार्फत तपाईँले कारोबार गर्नुभयो भने म्याक्सिमम् भनेको 2 लाख हो होइन। र त्यसपछि अब यो काउन्ट त भइ नै हाल्यो 100 टाइम्स गर्न सक्नुहुन्छ र म्याक्सिमम् पर डे भनेको 2 लाखमा सीमित हुन्छ। तपाईँले नर्मल्ली हाई भोल्युम कारोबार गर्नु पऱ्यो भने तपाईँले ब्राउजर मार्फत नै गर्नु पऱ्यो है। अब अर्को भनेको फिज एन्ड चार्जेसको कुरा गरौँ। फिज एन्ड चार्जेसको कुरा यहाँ छ, हेर्न सक्नुहुनेछ। फन्ड ट्रान्सफर भनेको चाहिँ मोबाइल ब्याङ्किङ कनेक्ट आइपिएस एप मार्फत तपाईँले 500 सम्मको लागि हामी पैसै लाग्दैन। जबकि तपाईँले 500 कसैलाई मोबाइल ब्याङ्किङमा अर्को ब्याङ्क पठाउनु हो भने 10 रुपियाँ लागिहाल्छ है, 10 रुपियाँ लागिहाल्छ, तर यसमा लाग्दैन है 500 सम्मलाई। अनि 500 देखि 5000 सम्मको लागि 4 रुपियाँ लाग्छ। यो भनेको स्ल्याब बेस्ड फी हो है। अब 5000 भन्दा बढी पठाउनु भयो भने 8 रुपियाँ भन्ने भनेको मतलब 8 रुपियाँ भन्दा बढी तपाईँले पैसा तिर्नु पर्दैन फी है, कनेक्ट आइपिएस युज गर्नुभयो भने। अब त्यसै गरी फन्ड ट्रान्सफर भनेको तपाईँले ब्याङ्क मार्फत गर्नुभयो, ब्याङ्क मार्फत चाहिँ तपाईँले अर्को ब्याङ्कमा इन्टर ब्याङ्क फन्ड ट्रान्सफर गर्नुभयो भने मिनिमम भनेको 2 रुपिज 248 को स्ल्याब छ। त्यस्तै गरी क्रेडिटर मर्चेन्टमा पनि 248 को एउटा सुविधा पाउनुहुन्छ। र विशेष गरी अब सरकारी पेमेन्टहरू पनि टन्नै छ योभित्र, युटिलिटी पेमेन्टहरू पनि छ होइन। सरकारी पेमेन्टमा चाहिँ अब 10,000 सम्मको लागि 2 रुपियाँ र 10,000 भन्दा बढी तपाईँले भुक्तानी गर्दै हुनुहुन्छ भने 5 रुपियाँ भन्दा बढी लाग्दैन है। यो भनेको चाहिँ फी एन्ड चार्जेसको कुरा भयो। भनेपछि कति सस्तो रहेछ त होइन, हामीलाई थाहा हुँदैन। मोबाइल ब्याङ्किङबाट चाहिँ 10 रुपियाँ पर ट्रान्जेक्सनमा हामीले कारोबार गरेर आउँछौँ, यो कुरा थाहा नहुन सक्छ होइन। र त्यसपछि अर्को बुझ्नु पर्यो भनेको यो सेल्फ भेरिफिकेसन भनिन्छ। सेल्फ भेरिफिकेसन भने चाहिँ कुन कुन ब्याङ्क चाहिँ सेल्फ भेरिफिकेसनमा एक्टिभ छन् त भन्दाखेरि तपाईँहरूले यसरी हेर्न सक्नुहुन्छ। यदि मध्ये तपाईँको कुनै ब्याङ्क छ भने तपाईँले ब्रान्चमा जानु पर्दैन, सिधै तपाईँले आफ्नो अनलाइन मार्फत चाहिँ भेरिफाई गर्न सक्नुहुन्छ। एकछिनमा म सनराइज ब्याङ्क, लक्ष्मी सनराइज ब्याङ्क पनि सेल्फ भेरिफिकेसनमा छ। यसमा कसरी चाहिँ आफूले भेरिफाई गर्न सकिन्छ भन्ने कुरा म देखाउन गइरहेको छु। एकछिनपछि म डेमो पनि देखाउँछु होइन। डेभलपमेन्ट ब्याङ्कहरूमा चाहिँ यति ब्याङ्कहरू चाहिँ एक्टिभ छन् सेल्फ भेरिफिकेसनमा। त्यस्तै गरी फाइनेन्सियल इन्स्टिट्युसनमध्ये फाइनेन्स कम्पनीमा चाहिँ यतिवटा 2वटा मात्रै छन् है। योभन्दा बाहेकको तपाईँको ब्याङ्क खाता छ भने तपाईँले ब्याङ्कमै जानुपर्छ। चाहिँ त्यो इनरोलमेन्ट फर्म लिएर ब्याङ्कमै गएर तपाईँले एक्टिभेट गर्नुपर्ने हुन्छ। सबभन्दा पहिला रजिस्टर गर्नको लागि connectips.com-मा जानुपर्छ। त्यसपछि साइन अपमा क्लिक गर्ने होइन। त्यसपछि तपाईँको यहाँ फुल नाम हाल्नुपर्ने हुन्छ, लिगल नाम हाल्नु होला प्रपरली, क्यापिटल लेटर स्पेसिङ सब मिलाएर। त्यसपछि युजर नेम हाल्नु होला। अनि त्यसपछि तपाईँको फोन नम्बर जुन चाहिँ युजमा छ, फोन नम्बर हालेर इमेल पनि भ्यालिड हाल्नु होला जुन युज गर्नुहुन्छ। पासवर्ड सेट गर्नु होला, स्ट्रङ पासवर्ड हाल्नु होला होइन। यसरी 2टा पासवर्ड हालेर यसलाई अब आई एम नट रोबोटमा क्लिक गर्नुपर्ने हुन्छ र आई हेभ रिडमा चेक लगाएर रजिस्टर गर्नु होला होइन। रजिस्टर भइसकेको छ। अब तपाईँको मेलमा जानु होला, मेल खोल्नु होला। मेलमा यस्तो आइसकेको हुन्छ, कनेक्ट आइपिएस इमेल भेरिफिकेसन भन्ने आउँछ। यसमा क्लिक गर्नु, त्यसपछि भेरिफाई इमेल गर्ने। ल भेरिफाई पनि भइसक्यो, इमेल भेरिफाई भएपछि अब तपाईँले भेरिफाई मोबाइल नम्बर पनि गर्नुपर्ने हुन्छ। मोबाइल नम्बरमा कोड आइसकेको छ, त्यो कोड यहाँ हाल्नु होला। त्यसपछि भेरिफाईमा क्लिक गर्ने। ल भेरिफाई यो पनि भइसकेको छ। अब त्यसपछि तपाईँले अघि युजर नेम जुन हाल्नुभएको छ त्यहाँ यो हाल्नु होला। युजर नेममा युजर नेम हाल्ने, त्यसपछि जुन पासवर्ड हाल्नुभएको छ अघि त्यही पासवर्ड हालेर लगइन गरिदिने। अब त्यसपछि बाँकी स्टेप, यसमा तपाईँको डेट अफ बर्थ इङ्ग्लिसमा छ, त्यहाँ इङ्ग्लिसमा डेट अफ बर्थ हाल्नु होला। प्रपरली कन्भर्ट गरेर हाल्नु होला होइन। यो चाहिँ तपाईँको लिगल्ली सबै यहाँ रहने भएकोले तपाईँले प्रपरली डेटा हालेर त्यसपछि जेन्डर सेलेक्ट गरेर अनि डिस्ट्रिक्ट कुन डिस्ट्रिक्ट हो त्यहाँ चुज गरेर सबमिट गरिदिने। अब त्यसपछि यसलाई नेक्स्ट गरिदिने। अब त्यसपछि यहाँ ऱ्यान्डम पिक्चर आउँछ, पिक्चरको नाम हाल्नु होला। यो खासै केही होइन, पिक्चरको नाम जस्तो यो बर्ड हाल्छु म। त्यसपछि तल तपाईँको सेक्युरिटी क्वेसन भन्ने हुन्छ, 3वटा क्वेसन चुज गर्न सकिन्छ। मैले नर्मली यो डिफल्टको क्वेसनको एन्सर दिन्छु। यो चाहिँ एकदम सम्झेर राख्नु होला। तपाईँ पछि पासवर्ड बिर्सिनुभयो भने यसबाट तपाईँले याद गर्न सक्नुहुन्छ, रिकभर गर्न सक्नुहुन्छ। मैले 3टाको एन्सर दिएँ र सबमिट गरिदिएँ। त्यसपछि नेक्स्ट क्लिक गरेँ। अब त्यसपछि ट्रान्जेक्सन पासवर्ड क्लिक गर्छु, सेट गर्छु। ट्रान्जेक्सन पासवर्ड चाहिँ 6वटा हुन्छ होइन। ऱ्यान्डम नम्बर तपाईँले आफ्नो तरिकाले सेट गर्नु होला। त्यसपछि सबमिट गरिदिने, यसलाई छोडिदिने यतिकै, यसलाई सबमिट गरिदिने है। अब त्यसपछि भेरिफिकेसन कोड भनेको तपाईँको मोबाइल नम्बरमा ओटिपी आउँछ, यसलाई यहाँ हालेर सबमिट गरिदिने।
अब ल यो पनि भइसकेको छ। अब यसमा इमेल ओटिपी सेलेक्ट गर्ने भए आई हेभ एग्री गरिदिने। नर्मली यसले एग्री गरेर कन्टिन्यू गर्दा हुन्छ होइन। नर्मली सबै एग्री नै गरिन्छ र कन्टिन्यू गरी चाहिँ फेरि पनि कोड आउँछ र यसमा ओटिपी कोड हालेर यसलाई फेरि भेरिफाई गर्नुपर्ने हुन्छ। यसरी यसलाई भेरिफाई गरेँ। अब तपाईँको यो खुलिसकेको छ। अब यसमा ब्याङ्क लिङ्क गर्नुपर्ने हुन्छ है, कुन ब्याङ्क लिङ्क गर्ने भनेर। ब्याङ्कको नर्मली तपाईँ ब्याङ्कमा के चाहिँ नाम छ त्यही यहाँ निकनेममा हाल्नु होइन। कुन ब्याङ्क लिङ्क गर्ने हो, त्यसपछि ब्याङ्क सेलेक्ट गर्नु। मेरो केसमा लक्ष्मी सनराइज छ, त्यही भएर लक्ष्मी सनराइज सेलेक्ट गर्छु। ब्रान्च भनेको कहाँ हो आफ्नो खाता खोलेको त्यहाँ ब्रान्च सेलेक्ट यसरी गर्छु। तपाईँले आफ्नो खाता सेलेक्ट गर्नु होला। त्यसपछि यहाँ अकाउन्ट नम्बर राख्नु। त्यसपछि अकाउन्टमा पर्फेक्ट ब्याङ्कमा जुन नाम छ त्यो राखेर लिङ्कमा क्लिक गरिदिनु। अब यो पेन्डिङ गएछ। अब त्यसपछि तपाईँले यहाँ हेर्नुभयो भने यतापट्टि तिनवटा डट छ, यसमा डाउनलोड फर्म भन्ने छ। 3 4 5 पेजको हुन्छ है। यसलाई प्रिन्ट गरेर सबैमा साइन गरेर तपाईँले ब्याङ्क भिजिट गर्नुपर्ने हुन्छ। तर नर्मल्ली ब्याङ्कहरू अघि मैले देखाएको ब्याङ्कहरूमा चाहिँ कुन कुन ब्याङ्क चाहिँ सेल्फ भेरिफिकेसन त्यो त्यसमा चाहिँ यो प्रिन्ट गरिरहनु परेन होइन। नर्मल्ली सेल्फ भेरिफिकेसनमा चाहिँ सिधै भ्यू डिटेल्समा जाने होइन। त्यसपछि यहाँ सेल्फ भेरिफाई भन्ने छ, सेल्फ भेरिफाईमा क्लिक गर्नुभयो भने तपाईँले यस्तो पाउनुहुन्छ। सेल्फ भेरिफाईमा क्लिक गर्नुभयो भने तपाईँले यस्तो ओटिपी फेरि पनि आउँछ होइन। ओटिपी फेरि पनि हाल्नु, मोबाइल नम्बरमा आउँछ। आई हेभमा चेक लगाएर सबमिट गरिदिने। अब तपाईँ सासानो दुईवटा माइक्रो डिपोजिट आउँछ तपाईँको मोबाइलमा होइन, त्यो चाहिँ यहाँ हाल्नुपर्ने हुन्छ। अमाउन्ट 1 र अमाउन्ट 2। मेरो केसमा चाहिँ मेरो मोबाइलमा आइसकेको छ, त्यही भएर म यहाँ राख्छु होइन। यो सेल्फ भेरिफिकेसनको केसमा चाहिँ यो छ। यसमा म मेरो मोबाइलमा जुन अमाउन्ट आएको छ त्यो हाल्छु यहाँ। त्यसपछि यसलाई सबमिट गरिदिएपछि तपाईँको यो एप्रुभ भइसकेको छ है। मेरो ब्याङ्क लिङ्क भइसक्यो यहाँ हेर्नुहोस् त। अब यहाँ मैले गएर ब्याङ्क अकाउन्टमा गएर म्यानेज अकाउन्ट गएर पनि यहाँ एक्सेप्टेड भनेको छ है। यसरी चाहिँ तपाईँले ब्याङ्क लिङ्क गर्न सक्नुहुन्छ। एक्सेप्ट सेल्फ भेरिफिकेसनको केसमा चाहिँ यसरी गर्न सक्नुहुन्छ। अब सेल्फ भेरिफिकेसन नभएको ब्याङ्कहरू चाहिँ तपाईँले फर्म प्रिन्ट गरेर ब्याङ्कमै भिजिट गर्नुपर्ने हुन्छ। ब्याङ्कले नै म्यानुअली तपाईँको एप्रुभ गर्नुपर्ने हुन्छ होइन। अब म कसरी युज गर्ने भन्ने कुरा अब मैले एक्टिभेट भइसकेपछि कसरी युज गर्ने भन्ने कुराको सानो डेमो देखाउन गइरहेको छु। साइन इन गर्नु पर्यो। सुरुमा त हामीले साइन इन गर्नु पर्यो होइन। साइन इन गर्नको लागि यहाँ यसरी लगइन पासवर्ड हाल्नु पर्यो र यसरी लगइन गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ यो इन्टरफेस हो। यसमा मेन भनेको हामी फन्ड ट्रान्सफरको कुरा हेर्छौँ। फन्ड ट्रान्सफरमा हामी सिधै ब्याङ्क ट्रान्सफर गऱ्यो भने यहाँ हेर्नुहोस् त मल्टिपल ब्याङ्क पनि लिङ्क गर्न सक्यो भने अघि भनेको छु मैले होइन। यो चाहिँ यहाँ कुन ब्याङ्कबाट होइन, जस्तै तपाईँको 4 5 वटा ब्याङ्क छ भने सर्व देखाउँछ त कुन ब्याङ्कबाट पठाउने होइन। नर्मली एफडी त भइ नै हाल्यो। एफडी भनेको फन्ड ट्रान्सफर होइन। यसमा अमाउन्ट हाल्ने, यसमा बेनिफिसियरी कसलाई पठाउने अकाउन्ट नम्बर हाल्ने, अकाउन्ट नाम हाल्ने, कुन ब्याङ्क हो उसको होइन। आफ्नै सेम ब्याङ्क छ भने तपाईँले सेम ब्याङ्कमा चाहिँ यो युज गर्न परेन, किनभने सेम ब्याङ्कमा त हामीले पैसै लाग्दैन होइन, एउटै एपबाटै काम गर्न सक्यो। तर डिफ्रेन्ट ब्याङ्क हुने बित्तिकै चाहिँ हामी कनेक्ट आइपिएस युज गर्न सक्छौँ। ट्रान्जेक्सन डिटेल यहाँ हालेर ट्रान्सफर गऱ्यो भने यसबाट गइहाल्छ। अब त्यसै गरी अब यहाँ हेर्न सक्नुहुन्छ अब फेभरेट अकाउन्ट पनि हाल्न सक्यौँ। फ्रिक्वेन्टली युज गर्ने अकाउन्टहरूलाई यहाँ हामीले हाल्न सक्यौँ होइन, ताकि त्यसमा प्रत्येकचोटि चाहिँ अकाउन्ट एड गर्ने चाहिँ झन्झट नहोस् भनेर फेभरेट अकाउन्ट पनि हाल्न सक्छौँ। मेन गरी यहाँ फन्ड ट्रान्सफरभित्र चाहिँ हामीले ब्याङ्क अकाउन्ट युज गरेर फन्ड ट्रान्सफर गर्छौँ। अब ब्याङ्क अकाउन्टमा अर्को भनेको यहाँ हेर्न सकिन्छ लिङ्क अकाउन्ट भनेको तपाईँले नयाँ ब्याङ्क लिङ्क, जस्तै यहाँ हेर्नुहोस् म्यानेज अकाउन्ट है। मेरोमा सपोज दुईवटा ब्याङ्क चाहिँ लिङ्क छन् होइन। एउटा कृषि विकास ब्याङ्क छ, अर्को भनेको चाहिँ लक्ष्मी सनराइज छ भनेपछि लक्ष्मी सनराइज चाहिँ मेरो प्राइमेरी ब्याङ्क छ अहिले होइन। कृषि विकास ब्याङ्क चाहिँ सेकेन्डरी छ होइन। अब यसमा तपाईँले अर्को सपोज नेबिलमा पनि छ भने तपाईँले यहाँ नेबिल पनि थप्न सक्नुहुन्छ। सिधै यहाँ हाल्ने, ब्याङ्क नाम हाल्ने, ब्रान्च हाल्ने, अकाउन्ट नम्बर हाल्ने र अकाउन्टमा के छ नाम त्यो हालेर तपाईँले लिङ्क ब्याङ्क गर्न सक्नुहुन्छ है। यो भनेको एकचोटि लिङ्क गरिसकेपछि तपाईँले अर्को ब्याङ्क थप्नलाई यसबाट हामीले गर्न सक्छौँ होइन। अब नर्मल हेर्नुहोस् गभर्मेन्ट पेमेन्ट भनेको चाहिँ यो सरकारी भुक्तानीहरू के छन् लोकल लेभल सेमी गभर्मेन्ट संस्थानहरूमा पे गर्नु पर्यो। जस्तो कि तपाईँले चाहिँ इपिएफओ सिआइटीमा पैसा जम्मा गर्नु पर्यो, नेपाल ओइल लाइफ तिर्नु पर्यो होइन। लगायतका सरकारी अर्ध सरकारी संस्थानहरूले तिर्नु पर्यो भने यहाँ अप्सन छ होइन। त्यस्तै गरी अब गभर्मेन्ट अफ नेपाल भनेको के हो त भन्दाखेरि रेभेन्यूहरू भयो होइन। ट्राफिक फाइनहरू तिर्न सक्यो यसबाटै, एफसिजीको कुराहरू भयो होइन। यसरी तिर्न सक्यो भने अघि स्ल्याब थियो नि त चार्जको स्ल्याब 2 देखि 5 रुपिस, 2 रुपियाँदेखि 5 रुपियाँभन्दा बढी लाग्दैन सरकारी पेमेन्टमा होइन। त्यसै गरी अब यो नर्मल युटिलिटी पेमेन्टहरू इन्टरनेट इलेक्ट्रिसिटीको लागि कुराहरू भयो, खानेपानीको कुराहरू भयो होइन। यसको लागि पनि हामीले तिर्न सक्छौँ होइन। अब क्रेडिटर्स पेमेन्टमा अब के हो त भन्दाखेरि यहाँ हेर्नुहोस् अब ल फर्म हो, टुटलहरू, हेली सर्भिसहरू लिनु पऱ्यो भने कमर्स, एजुकेसन सर्भिसभित्र पनि स्कुल होइन, टियुका कुराहरू मलाई तिर्नुपर्ने कुराहरू पनि हामीले यसबाट तिर्न सक्छौँ होइन।
अब भनेको चाहिँ अब फाइनेन्सियल इन्स्टिट्युट भनेको नर्मली क्यापिटल मार्केटमा म्याक्सिमम् युज भइरहेको हुन्छ यो होइन। तपाईँले चाहिँ पैसा लोड गर्नु पर्यो ब्रोकरमा के अरे टिएमएस खातामा पैसा सेयर किन्नलाई भनेपछि तपाईँले करेन्ट आइपिएसबाट अप्सनहरू पाउन सक्नुहुन्छ है। यसबाट लो ट्रान्जेक्सन फीमा चाहिँ तपाईँले कारोबार गर्न सक्नुहुन्छ। अब यो भनेको चाहिँ कर्पोरेट पेमेन्ट हुन्छ, ठुल्ठुलो कर्पोरेट पेमेन्टहरूलाई पनि हामीले गर्न सकिन्छ। जस्तै होइन एसियन पेन्ट्स भयो, युनिलिभरहरू ठुल्ठुला कर्पोरेट पेयरलाई पनि हामीले यसबाट गर्न सक्छौँ। र अर्को भनेको ट्रान्जेक्सन हिस्टोरी नर्मली आइ नै हाल्छ यो होइन, यो ठुलो कुरा भएन। अब बाँकी भनेको अब हामीले यसबाट मिनी स्टेटमेन्ट पनि हेर्न सक्छौँ। यहाँ क्लिक गरेर हामीले यहाँ ट्रान्जेक्सन पासवर्ड हालेपछि स्टेटमेन्ट पनि ब्याङ्कमा कति ब्यालेन्स छ भन्ने कुरा पनि देखिहालिन्छ। र यसमा अब ब्याङ्क भनेको थपिँदै जान्छ। यहाँ हेर्नुहोस् है, अहिलेको लागि मेरो प्राइमेरी ब्याङ्क यो छ नि त। त्यस्तै गरी अब यो यसमा पनि मिनी स्टेटमेन्ट हेर्न सक्छु म मेरो ऊ हालेर होइन। त्यस्तै गरी अर्को नयाँ ब्याङ्क थप्नु पऱ्यो भने अघि जस्तै माथिको कुरा भइहाल्यो, यसमा ब्याङ्क थप्नुहरू पनि यसबाट गर्न सकिन्छ। यति नै हो नर्मल्ली, यसमा योभन्दा धेरै कुराहरू छैन, तर जति छ त्यो एकदम युजफुल छ। तपाईँले चाहिँ मेन जान्नुपर्ने भनेको चाहिँ अब मोबाइल एप हुँदाखेरि त्यसको कामहरू के हो, वालेट्सको कामहरू के हो, र त्यसपछि कनेक्ट आइपिएसको काम के हो, कुन बेला कुन युज गर्ने भन्ने कुरा हामीले जान्नुपर्छ। अब सरसर्ती भन्नुपर्दाखेरि तपाईँलाई चाहिँ अब नर्मल्ली टपअपहरू गर्नु छ, कतै पेमेन्ट गर्नु छ, सानोतिनो कुराहरू पेमेन्ट गर्नुपर्ने छ, एउटै ब्याङ्क अकाउन्ट छ भने तपाईँले मोबाइल ब्याङ्किङबाट गर्न सक्नुहुन्छ होइन। तर अब अलिकति ठुलो अमाउन्ट छ होइन, 2-3 हजारदेखि माथि होइन, 20 लाखसम्मको कारोबार छ भने तपाईँले कनेक्ट आइपिएस नै युज गर्नुपर्छ। अब त्यसै गरी अब वालेट्सहरू कतिखेर युज गर्ने भन्दाखेरि अब विशेष गरी वालेट्सहरू चाहिँ अब नर्मल्ली टिकटिङहरूमा क्यासब्याक आउने भएकोले टिकटिङहरूमा, इभेन्ट्सहरूमा, मुभीहरू होइन, अब कुनै अब इ कमर्सतिर युज भइरहेको हुन्छ। भनेको मतलब अब मोबाइल ब्याङ्किङ, अब त्यसपछि कनेक्ट आइपिएस र वालेटलाई चाहिँ कुन कुन बेला युज गर्ने भन्ने कुरा आफ्नो आवश्यकता अनुसार चाहिँ प्रयोग गरियो भने त्यसबाट सासानो फीहरू पनि बचाउन सक्यो भने हामीले त्यो हामीलाई फाइनेन्सियल बेनिफिट हुन्छ। अब मोबाइल एप युज गर्ने केसमा पनि त्यही हो। सिधै एप हामीले डाउनलोड गर्न सकिन्छ कनेक्ट आइपिएस गरेर, त्यसपछि लगइन गरेर यो सबै यो फिचर जति पनि छन् यी फिचरहरू तपाईँले कनेक्ट आइपिएसभित्र पाउन सक्नुहुन्छ। अब नेक्स्ट भिडियोमा चाहिँ मैले अर्कै कुनै प्रडक्टको बारेमा कुरा गर्नेछु। ब्याङ्किङ ज्ञानलाई चाहिँ सब्सक्राइब गर्नुहोला। बाई बाई।